डाक्टर कोही के पनि नमस्ते सबैजनालाई, यहाँहरूलाई मेरो च्यानलमा धेरै धेरै स्वागत छ। हामी चाहिँ आज नेपालगञ्ज मेडिकल कलेजद्वारा सञ्चालित सिडिपी प्रोग्राममा चिसापानी एरियाका 4वटा वडामा जाँदैछौँ। त्यसमध्ये 14वटा स्थान तोकिएको छ। अनि हामीले चाहिँ त्यहाँ गएर इन्फर्मेसनहरू कलेक्ट गरेर अनि एउटा रिपोर्ट बनाउनु पर्ने छ। पछि त्यही आजको दिनको कार्यक्रमहरू चाहिँ हजुरलाई यो ब्लगद्वारा देखाउन चाहन्छु म। धन्यवाद। हाम्रो चाहिँ अब सिडिपीको स्टार्ट भइसक्यो अनि हामीलाई चाहिँ करेली गाउँ लोकेट तोकिएको छ आजको सिडिपीको लागि। त्यहाँ चाहिँ हामीले 10वटा, एकजनाले 10वटा घरको गर्नुपर्छ, 7जनाले 70वटा घर भ्याउनुपर्छ। आज हामी चाहिँ सबैजना बसमा चढिसकेका छौँ अनि अहिले गाडीबाट ओर्लिएर हामी आफ्नो गन्तव्यतिर लाग्नेछौँ। A few moments later. हामी चाहिँ अब गाउँमा आइसकेका छौँ। हामीलाई करेली चोक परेको छ अनि सबैजना हामी यहाँ छौँ। हाम्रो ग्रुप चाहिँ 7जनाको। अब हामी चाहिँ यो एरियादेखि यो पछाडिको एरिया अनि यो पछाडिको एरिया चाहिँ हामीले कभर गर्नुपर्ने छ आजको काम चाहिँ। हामी चाहिँ अब यो घरमा आइसकेका छौँ। यहाँ चाहिँ हामी आफ्नो इन्टरभ्यू लिँदैछौँ अनि अहिले चाहिँ खोप कार्ड देखाउँदै हुनुहुन्छ हामीलाई। अनि यहाँ चाहिँ एउटा नानी छ। हामीले चाहिँ अब 4वटा घर सकिसकेका छौँ। सबैले एक घर, मैले चाहिँ 2टा घरमा लेखिसकेको छु। अनि यता अर्को घरमा आएका छौँ हामी सोध्नको लागि प्रश्नहरू। हजुरको नाम? कतिजना जति हुनुहुन्छ घरमा? 4जना। यस्तो घरमा अनि बुवाहरू? बुवा, मम्मी अनि एउटा बाबु हुनुहुन्छ। बोजू 7जना। 7 अनि बच्चा-बच्चीहरू? बच्चा 2 पछि। हजुर। छोरा-छोरी? एउटा छोरा एउटा छोरी? नाम त भयो। यस्तो गएको 1 वर्षभित्रमा कोही घरमा बित्नु भएको थियो? हामी चाहिँ एउटा घरमा आएका छौँ। यहाँ चाहिँ एकजना बुवा र आमा बसिरहनु भएको थियो। अनि बुवा चाहिँ एकदम मजाको गफ गर्नुहुँदो रहेछ। आफ्नो पुरानो समयको गफहरू सुनाउनु भयो। हामीले बिपीहरू पनि नाप्थ्यौँ बुवा आमाको सबैको। बस अब यति नै हो। यो चाहिँ हाम्रो 5औँ घर थियो। अब चाहिँ हामी लाग्दैछौँ। त्यो गोरा चल्दो रहेछ, त्यो गोरा चल्दो रहेछ। तँलाई के आधा काठा पडिया छ भने डाक्टर पनि कोही के भने यत्रो पत्थर छ त्यहाँ पेठाउँदो हुन्छ। कोही के भने दुम्सी मासु खाइछ, दुम्सी खाइडो भने हजुरले चिन्नुभएको छैन हो। त्यो खाइछ हामी पुलिनु छ त्यो अन्त त्यसो खानु परिया छ भन्दा केही न केही। अब जडीबुटी गरेर जडीबुटी खाएर फट्ट फुटेर मुखबाट त खुना 3-4 थगा म सप्पा आधा काठा पडिया न त्यो हाइडा मासु लादी छेडिया न पत्थर भरिया। अब त्यो अब जडीबुटी गर्दाखेरि नानी सप्पा आज जे खायो भने मलाई केही हुन्न। आधा काठा पडिया कहाँ गयो त्यो डाक्टर कहाँ गयो त्यो पिसखाना बाटो चोर सुटकेस अस्पताल पनि बस्यौँ, अस्पताल पनि बस्यौँ, भाडा अस्पताल पनि बस्यौँ। कोही आवाजले बल्ल जडीबुटीले आफ्नै जडीबुटी अनुभव गर्ने जडीबुटी खाँदाखेरि त ल सबै ताजा। हजुर जुम्ला हो? हजुर हाम्रो जुम्ला सिजा हो। हामी जडीबुटी गरिहाल्छौँ। मेरो पनि घर दैलेख हो। हजुर दैलेख को ठाउँ? दैलेख अब छडु ए पारी हो। यता तालपोखरी पनि हो। मेरो हजुरबा उता खाना सुन्दैन थिएँ। अब त फुलटुक्रा नै क्या खानाबाट आयो च्या 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 गऱ्यो भने कप्पलबाट आयो
त्यहाँ गरेको ओहो यो त डाक्टर कायदा र हग्नु रहेछ 1600 एक कारण बुन्दा बुन्दैछु कोही खोज्या यता सोनु छ भारती भारती आयो बोलो भारती बोल दो सब्सक्राइब करने के लिए सब लोग इस चैनल को सब्सक्राइब करें। यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने सब्सक्राइब गर्नु होला अङ्कित भण्डारीको च्यानललाई। हामी चाहिँ अब एउटा घर खोज्दै आइरहेछौँ यस्तो खेतको बाटो अनि त्यो घरबाट चाहिँ केही इन्फर्मेसनहरू लिन्छौँ अनि फर्किन्छौँ। अब बाटो चाहिँ यस्तो छ देखिरहेको छैन अनि यहाँ सोनु सिन छाता ओढेर अझै एउटा कुनै घरमा जान्छौँ। हामी चाहिँ एउटा घरमा आएको छौँ। अब लगभग सबैको सकिसक्यो। सोनुको 5वटा भइसक्यो, मेरो 5वटा भइसक्यो, अनि उसको पनि भारतीको 4वटा, उसको पनि 4वटा मेरो 4वटा भयो। अब एउटा बाँकी छ बोलो। अनि त्यही अब एउटा फोटो खिचाउँछौँ यहाँ फोटो खिचाउँछौँ भने हाम्रो फेरि हामी 1-2वटा घरमा जान्छौँ अनि त्यो सकिएन आज लागि हाम्रो सक्यो अनि हामी होस्टेल जान्छौँ। हामी चाहिँ अब हाम्रो काम सकाइसक्यौँ। सबैले 10-10वटा 5-5वटा भ्याइसक्यौँ आजको लागि डे 1को लागि। अनि यता एउटा मन्दिरमा आएर बसिरहेको छौँ अनि हामी अब यहाँ चटपटे पार्टी गर्नेवाला छौँ। अनि हाम्रो निसात र अर्चिता चाहिँ अहिले नभ्याएर अझै एउटा घरमा गइरहेछ नि पछाडि घरतिर। अनि अब एकछिनमा खाजा खाएर अनि फर्किन्छौँ हामी आफ्नो होस्टेलतिर। आजको हाम्रो सिडिपी प्रोग्राम चाहिँ यतै अन्त भइसक्यो। हामीले 5-5वटा घर गरेर 15वटा घर भ्याएका छौँ। हामीहरू चाहिँ एउटा हाम्रो ग्रुपमा चाहिँ 3जना थियौँ। 3जना मध्येमा उपेन्द्र भारती अङ्कित अनि म आयौँ। त्यसमध्येमा पनि हामीले एकजनाले 5वटा घर गर्नु पऱ्यो अनि हामीले चाहिँ 15वटा घर गरेर सक्यौँ। अनि यतापट्टिको धेरैवटा स्वास्थ्य सम्बन्धी समस्या अनि घर सम्बन्धी समस्याहरू हामीले बुझ्यौँ। अनि धेरैजनाको घरमा चाहिँ मिसक्यारेजको समस्या देखिएको रहेछ किनकि त्यो चाहिँ बाल विवाह चाहिँ भएको रहेछ। अनि यही समस्याहरू लिएर अब हामी एउटा माइक्रो हेल्थ प्रोजेक्ट गर्नेवाला छौँ। पछि गएर डे 3 अथवा डे 4मा हुन्छ होला। त्यसको पनि सबै जानकारी म यस्तै ब्लग गराएर हजुरहरूलाई देखाउने छु। आजलाई चाहिँ यति नै। आज हाम्रो डे 1 सिडिपी सक्यो। अब भोलि चाहिँ हामी डे 2 गराउँछौँ अनि त्यसबाट हजुरहरूले हाम्रो ब्लग हेर्नु होला। अङ्कितको ब्लगलाई सबले सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू। बाई बाई।